हेलो एभ्रिवान। आज चाहिँ म हाम्रो यो गाउँभरितिर चाहिँ आएको छु घुम्नलाई, कस्तो रहेछ भएछ भनेर। तर आज हेर्दा 15-16 दिन भयो होला नआएको। आज आएको एकदम राम्रो भएको रहेछ गाउँ चाहिँ। हेर्नुहोस् पसाउन थालिसकेको छ। पर 2 गरा 3 गरा जति चाहिँ अलिक राम्रो भएन छ। त्यो छर्दाखेरि अलिक हिलो थियो, पानी थियो, त्यो कारणले होला राम्रो भएन छ। र यतापट्टितिर चाहिँ एक नम्बर भएको रहेछ गाउँ चाहिँ। अलिकति आशा जगेको छ, के होला कि। एकदम राम्रो छ गाउँ यसपालिको। सबै यहाँ गाउँबारी छ। यो चाहिँ हाम्रो होइन, अर्काको हो। उतातिर मकैबारी छ, यो गाउँबारी। अनि तपाईँहरूकोतिर चाहिँ के छर्नु भएको छ? गहुँ, मकै, तोरी कस्तो भएको छ कमेन्ट गर्नु होला ल। यो चाहिँ हाम्रो गाउँबारी हो। अनि हजुरहरूकोतिर चाहिँ के छ यसो तल कमेन्टमा लेखिदिनु न है।